मैले काम लगाइराखेको छु, सहयोग गरिराखेको छु, सिकाइराखेको छु। उहाँले अस्ति भर्खर पनि अपरेसन गर्नुभयो, घाँटीको अलिक स्वास्थ्य पनि ठिक भएन। अनि यो धेरै ठुलो मन्त्रालय छ शिक्षा मन्त्रालय, सजिलो पनि छैन। त्यसो भएर उहाँले स्वास्थ्यको कारण देखाउनु भएको छ। स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नु भएन भने अब त्यो सबै आजको अखबार हेर्नुपर्छ, सबैको हेडलाइन मेरा विरुद्ध, सबैको हेडलाइन मेरा विरुद्ध। यो त कस्तो भने आश्चर्यको पनि अनौठो आश्चर्य लाग्छ। यस्तो दुश्मनी के कारणले हो? के कारणले हो त्यो दुश्मनी? सबैले एकै ठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै गर्छ। सल्लाह गरेर मानिलो प्रस्ताव राखेर पारितै गरेर यही लेख्ने भनेर लेखे जस्तै सबैको टेलिफोन संवाद भएर योजनाबद्ध ढङ्गले लेखेका छन्। आजका पेपरहरूका हेडलाइन हेर्नु, सबैका सरकारले असहयोग गरेर कोही ठाउँमा लेखे होला, नत्र भने प्रधानमन्त्रीले असहयोग गरेर प्रधानमन्त्रीसँगको मतभेदबाट। धेरैलाई लागेको छ। कोही नयाँ शक्तिहरूले त भनेछन् पनि शिक्षा मन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनु पर्थ्यो। प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गरेको छु त 15 महिनापछि आउँछ भनेर। हाम्रो सहमति नै छ नेपाली कङ्ग्रेससँग, 15 महिनापछि राजीनामा मैले गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। स्पष्टै छ त यसमा। 15 महिना पर्खेर मेरो राजीनामा हेर्ने मन छ भने पर्ख 15 महिना पर्ख, म 15 महिनापछि राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ। पत्रिकालयहरू नै बनाउन मन होला, 15 महिना त्यस्तै। आरजुजीको एउटा मिटिङ थियो, सँगसँगै शेरबहादुरजीको स्वास्थ्य परीक्षणका लागि ब्याङ्कक जानुभयो। मन्त्रीको राजीनामाको एउटा कुखुराका चल्लाहरूले सानो फट्याङ्ग्रो पाए भने एउटा चल्लाले ट्याप्प समातेर पुग्छ, के खान आँटो यसले भनेर सबै पुग्छन् त्यसका पछि। अहिलेको मिडिया पनि त्यस्तै भएको छ। एउटाले ट्याक्क टिपेर पुग्छ, के लगाउ चित्रमा यसले खाना आँटो भनेर सबै त्यसका पछि चेक्कै नै भेट्टायो भनेर। अनि अब शेरबहादुरजी स्वास्थ्य परीक्षणका लागि जानुभयो। अनि शेरबहादुरजीले कङ्ग्रेस र एमाले मिल्नु हुँदैन भनेर भन्ने मान्छे नभेटाएर खोज्न जानुभएको हो ब्याङ्क। त्यस्तो मान्छे यहाँ भेटाएको छैन, यहाँ सुनेको छैन त्यस्ता कुरा। हामी साथ दिन्छौँ, हामी सहयोग गर्छौँ, तपाईँ नै सरकार चलाउनुहोस्, तपाईँ नै प्रधानमन्त्री हुनुहोस्। ए बाबु पर्खिनुहोस् न 14-15 महिना भनेको उहाँलाई नै बनाउने हो क्या। त्यति बेला साथ दिनुहोस् न, सहयोग गर्नुहोस् न, साथ दिनुहोस्। अहिले पनि साथ दिनुहोस्, पछि उहाँ बन्नुहुन्छ भनेर पनि साथ दिनुहोस् न। है हल्ला चलाएका छन्। अब शेरबहादुरजी आएपछि के हुन्छ? नेपालमा प्रतिक्रमण हुनेवाला छैन। अब यो यसो पालबाट निस्किएर टिटी उलेका छिचिमिराहरूको जमाना आउँछ कि भन्ने नसोचेको छ, केही आउनेवाला छ। र देश नेकपा एमाले भनेको गन्तव्यतिर अगाडि बढ्छ। छक्क पर्यो अस्ति नै असार 18 गते बिहान, 18 असार 17 गते राति नै सबै छक्क परे। सिद्ध्याउँछौँ भनेको एमाले, सिद्ध्याउँछौँ भनेको केपी ओली, प्रधानमन्त्री पो हुने भयो। के हो दुनियाँ लाग्दाखेरि पनि फेरि केपी ओली प्रधानमन्त्री, फेरि एमाले सरकारमा, एमालेको नेतृत्व एमाले गरेको छ। दुनियाँले सोचेको थियो 3 वर्षमा उही दिन जुन दिन छोडेर हिँडेको थियो त्यही दिन 3 वर्षभित्र फेरि फर्किएर संवैधानिक बाटोबाट के गर्यो, संवैधानिक बाटोबाट फेरि फर्किएर नेकपा एमाले आएको छ। फेरि पनि नेकपा एमाले
आफ्ना सुकर्महरू मार्फत, सुविचार मार्फत, सुकर्म, सुनीति, सुव्यवहार, सुआचरण, सुगन्तव्य, सुसङ्कल्प मार्फत अगाडि बढ्छ र सफलता प्राप्त गर्ने अगाडि बढ्छ। 76 वर्ष पुरा भएर 77 वर्ष लागेका दिन नेकपा एमालेको तर्फबाट, नेपालमा प्रगति चाहने नेपाली जनताको तर्फबाट म यो उद्घोष गरिराखेको छु। यहाँको प्रगतिवादी आन्दोलनलाई, यहाँको लोकतान्त्रिक आन्दोलनलाई, यहाँको गणतन्त्रात्मक लोकतान्त्रिक आन्दोलनलाई कसैले पनि समाप्त पार्न सक्दैन। अब नेपाल अगाडि बढ्यो किनभने यसको ग्यारेन्टी नेकपा एमाले यस देशमा छ। नेकपा एमाले सबै समस्याको समाधान दिँदै अगाडि बढ्नेछ। एमाले छ यस देशमा र कुनै कलिलो काँचो एमाले होइन। 76 वर्ष पुरा गरेर 77 वर्षमा प्रवेश गर्दै गरेको एमाले छ। अनि कतिपयलाई मेरो उमेरको चिन्ता छ, कतिपयलाई स्वास्थ्यको चिन्ता छ। स्वास्थ्यको चिन्ता त पोहोर म बिरामी थिएँ, पोहोर बिरामी थिएँ, अहिले बिरामी छैन। अब मलाई बुढै देख्न मन छ भने त 20-25 वर्ष पर्खिनुहोस् न बाबा, पर्खिनुहोस् न। बुढो नभए त मान्छे रहनै सक्दैन नि, बुढो त भइहाल्छ तर 20-25 वर्ष पर्खिनुहोस् न। किन हतार त? हतार गरेर हुन्छ? हतार गरेर हुँदैन। 20-25 वर्ष पर्खिनुहोस्, 30 वर्ष पर्खिनुहोस्। अहिले त मेरो बुवा हिँड्दै हुनुहुन्छ दौड्न चाहिँ भनेर मलाई बुढो के भयो काङ्खा हो? मेरो बुवालाई भने हुन्थ्यो होला बरु। मलाई उमेरका कुरा, स्वास्थ्यका कुरा मेरो बारेमा एक दिन हात मारेर तुम सर्छौँ राख्नै क्या हो? खै हामी एउटा डह्रो मिसन बोकेर हिँडेका छौँ। जबसम्म सक्छौँ तबसम्म गर्छौँ। जबसम्म यस मिसनलाई बोक्न सक्छौँ तबसम्म कन्जुसाइ नगरिकन बोक्छौँ। जब सक्दैनौँ बाँकी साथीहरू आउँछन्। हिजोका साथीहरू बितेर जानुभयो, हामीले थामेर अगाडि बढाएका छौँ। हामी पछि अरू साथीहरूले थामेर अगाडि बढाउनुहुन्छ। किनभने हामीसँग बुद्धले भने जस्तो उहाँका वरिपरि, उहाँ दिवंगत हुने बेलामा, उहाँको निधन हुने बेलामा उहाँको वरिपरि भिक्षुहरू, भक्तहरू, अनुयायीहरू बसेर आँसु खसाउँदै सोधे, बुद्ध अब तपाईँको शेषपछि के होला? बुद्धिज्म के होला? बुद्धले भने मेरा विचारहरूले मलाई बचाउनेछन्, मेरा विचारहरूले मेरा विचारलाई बचाउनेछन्। तिनीहरूलाई अनुसरण गर्दै तिमीहरू अगाडि बढ। विचारले बचाउने हो। नेकपा एमालेलाई विचारले सङ्गठित, पुनर्गठित, फेरि पछाडियो भने फेरि उठेर फेरि धुलो टक्ट्याएर अगाडि बढेको छ। यो मर्दैन। यो विचारको कारणले, यसका महान उद्देश्यको कारणले यो अगाडि बढ्छ। कार्ल मार्क्सले त्यसै कारण भन्नुभएको थियो पेरिस कम्युन अहिले दबेको होला, तर पेरिस कम्युन जबसम्म यसका उद्देश्य पुरा हुँदैनन् फेरि पटक पटक दुनियाँका विभिन्न भागहरूमा प्रकट भइरहनेछ। पेरिस कम्युन आज नेपालमा अझ मजबुत, अझ बलियो भएर प्रकट भएको छ। यसका उद्देश्य जबसम्म पुरा हुँदैनन् यो ठाउँ ठाउँमा प्रकट भइरहेछ। यो सही कुरा हो। अन्त कतिपय ठाउँमा अप्ठ्यारोमा होला आन्दोलनहरू, कतिपय कारणहरू होलान्, कतिपय कमी कमजोरीहरू होलान्। हामी ती कमी कमजोरी पनि हुन दिँदैनौँ। कारण हुन सक्दछ तर तिनको समाधान पनि छ। हामी समाधान दिएर अगाडि बढ्छौँ, त्यसकारण हाम्रो आन्दोलन कमजोर हुँदैन। यो विश्वासका साथ अगाडि बढ्न म साथीहरूलाई हार्दिक आग्रह गर्नेछौँ। आज हामी जेलमा हुँदा गाउँथ्यौँ वी शैल ओभरकम समडे। हामी जित्नेछौँ एक दिन भनेर हामी गीत गाउँथ्यौँ।
हामीले त जितेका छौँ, अझ ठुला जितहरू हासिल गर्दै जानेछौँ, झन् ठुला जितहरू हासिल गर्दै जानेछौँ। त्यो गीत हामी जित्नेछौँ एक दिन हाम्रा लागि पुरानो भइसक्यो। हामी जित्नेछौँ त जेलमा बस्दा हामी गाउँथ्यौँ, भूमिगत हुँदा हामी गाउँथ्यौँ। सेल्टर, आज त सेल्टरको किताब लेख्दैछौँ, सेल्टरको भोगाई हामी बगिरहेका छैनौँ। आज अर्को परिस्थिति सिर्जना हुन्छ। कतिपय साथीहरूले बडो भावुक भएर भन्नुहुन्छ, ओहो यस्ता पो कम्युनिस्ट थिए त भनेर। हो त्यस्तै कम्युनिस्ट थिएर त यो दिन आयो त। हामीले त्यस्तै कम्युनिस्टबाट ल्याएका हौँ। र अरू दन्ते कथाका पात्र होइन, लेख्ने मान्छे त यहीँ हुनुहुन्छ त। सेल्टर लेख्ने मान्छेहरू, ती दिन भोग्ने मान्छेहरू यहीँ हुनुहुन्छ, यहीँ हुनुहुन्छ। म यहीँ छु। जेल भोग्ने मान्छे यहीँ छौँ, भूमिगत जाने मान्छे यहीँ छौँ, पिटाई खाने मान्छे यहीँ छौँ, दुःख कष्ट भोग्ने मान्छे यहीँ छौँ, 50औं पल्ट गिरफ्तारी दिने मान्छेहरू यहीँ छौँ। आज सम्मानित भएका मान्छेहरू यहीँ हुनुहुन्छ, यहीँ हुनुहुन्छ। अहिले इतिहास भइसकेको छैन। इतिहास अझै जीवित छ। यो इतिहास अगाडि बढ्छ। अरू विभिन्न यस्ता सफलताका कथाहरूको श्रृङ्खला बनाउँदै अगाडि बढ्छ। अब मैले धेरै समय नलिउँ। मैले अघि नै भने गौरवपूर्ण 76 वर्षहरू हामीले पार गरेका छौँ र 100 वर्ष पुग्दा यस आन्दोलनलाई समृद्ध नेपाल, सुखी नेपालीको एक चरणमा पुर्याउने हाम्रो उद्देश्य रहेको छ। जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरेको छ। हामीले तय गरेको समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यले हामीलाई ऊर्जा दिएको छ। त्यस सही गन्तव्यले, त्यस सङ्कल्पलाई साकार पार्न हाम्रो सक्रियताले हामीलाई सफलता दिलाउनेछ। त्यो विश्वासका साथ हामी अगाडि बढ्छौँ। दुनियाँको यथोचित सफलता र साथ सहयोग र समर्थन हामीलाई छ। हाम्रा छिमेकीहरूको साथ सहयोग समर्थन हामीलाई छ। कसले भन्यो साथ सहयोग समर्थन छैन भन्नु? केही समस्याहरू त छिमेकमा देखा पर्न पनि सक्छन् नि कहिले कहिले। त्यसको संवादबाट हामी समाधान गर्छौँ, कुनै नयाँ कुरा होइन। अस्ति थाइल्यान्डमा भर्खर मोदीजी र मेरो लामै कुराकानी भएको छ। अझ लामो कुराकानी हुन्थ्यो, तर मोदीजीको अर्को कार्यक्रममा जानै पर्ने पूर्व निर्धारित कुराले गर्दा 45 मिनट जति कुरा गरेर हामी छुट्यौँ। बहुत राम्रो कुरा भयो। अनि विरोध छ, समर्थन छ आदि। अब त्यत्रो भारतमा कसैले विरोध गर्ला? यी नेपालभित्र पनि त हाम्रो विरोध गर्ने छन् नि त। त्यत्रो भारतमा कसैले विरोध गर्ला? हुनसक्छ त्यत्रो चिनमा विरोध गर्ला कसैले, हुनसक्छ अमेरिकामा कसैले विरोध गर्छ। कुन व्यक्तिले के गर्छ? तर हाम्रा सम्बन्धहरू बहुत राम्रा छन्। हामी कसैका विरुद्ध होइन, सबैलाई मित्रता, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने नीतिका साथ अगाडि बढेका छौँ। र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित छ, असंलग्न छ, तटस्थ छ, मित्रतापूर्ण छ। देशभित्र हाम्रो सम्बन्ध जनताको पक्षमा, लोकतन्त्रको पक्षमा, लोकतान्त्रिक गणतन्त्रको पक्षमा, संविधानको पक्षमा, शान्ति, सामाजिक न्याय, समानता, सुरक्षा र सम्मानित जीवनको सबैका निम्ति प्रत्याभूतिको पक्षमा छ। यसकारण शहीदका सपनाहरू हामीले नबोकेका होइनौँ, बोकिराखेका छौँ र तिनै सपना हामी पनि देखिराखेका छौँ। अझ उज्जवल भविष्यका सपना। अघि हामीले भिडियो हेऱ्यौँ, कहाँबाट कहाँ यिनै 30 वर्ष 32 वर्षमा हामी, 33 वर्षमा हामी कहाँबाट कहाँ पुग्यौँ, के विकास गर्यौँ, के फरक पर्यो, त्यो साथीहरूले अघि भिडियोमा हेर्नु। त्यसो भएर हामीले उपलब्धि हासिल गरेका छौँ, भिन्नता ल्याएका छौँ, भिन्नता ल्याउनेछौँ, सकारात्मक भिन्नता ल्याउनेछौँ। हामी नकारात्मक सोचबाट होइन, सकारात्मक सोचका साथ अगाडि बढेका छौँ। आज विशेष दिन, विशेष महत्त्वको
यस दिन विशेष सङ्कल्प हामीले गर्नुपर्छ। त्यो सङ्कल्पका साथ अगाडि बढौँ भन्ने म साथीहरूलाई आग्रह गर्न चाहन्छु।